सुत्केरी मसला बनाउन लागेको धेरै दिन भएकै छैन के, तर पनि यस्तो राम्रो फिडब्याक र यति धेरै अर्डर आउँछ नि हैन। आज चाहिँ मैले 2 पटक बनाएको थिएँ। सुत्केरी मसला स्टकमा राख्न नमिल्ने अनि अर्डर आए मात्रै बनाउने हो नि त, त्यही भएर पनि अब झ्याप्पै धेरै बनाएर चाहिँ राखेको हुँदैन। अनि ठ्याक्क अर्डर आयो भने चाहिँ ट्याक्कै बनाइहाल्ने, बरु सामानहरू चाहिँ पहिल्यै भुटेर पिस्न पर्ने कुराहरू पिसेर रेडी गरेर नै राखेको हुन्छु है। यो मसला मैले खाएर मैले जानेर बनाएको पनि हैन। मलाई कस्टमरहरूले चाहिँ प्लिज सुत्केरी मसला पनि एड गरिदिनु, बनाइदिनु भनिसके पछाडि मैले कसरी हुन्छ मम्मीलाई सोधेर हुन्छ कि कोलाई सोधेर हुन्छ है, मैले चाहिँ आफैले सुरु गरेँ हैन। अनि थोरै बनाएर नै सुरु गरेको। झ्याप्पै धेरै बनायो भने अब कहिले नखाएको कुरा बिग्रिन पनि सक्छ नि त। अनि पिठो हाल्नुहुन्छ कि नै भनेर नि सोध्नुहुन्छ। मलाई थाहा छैन सुत्केरी मसलामा पिठो हाल्छन् हाल्दैनन्, अरूले हाल्छन् होला के गर्छन्, मलाई त्यो चाहिँ आइडिया छैन। हाम्रोमा चाहिँ रेट अलिकति महँगो नै छ होला, हजुरहरूले धेरैजनाले महँगो भयो पनि भन्नुहुन्छ। महँगो हुनुको कारण चाहिँ मैले यसमा काजु बदाम मखाना नरिवलदेखि लिएर धेरै कुराहरू पिसेर हालेको हुन्छु हैन। यसमा पिठो भनेको युजै भएको हुँदैन। अनि यो सुत्केरीले मात्र नभएर बुढो पाकाहरूले पनि खानु मिल्छ। अनि घिउ पनि हामीले चाहिँ सफल अथवा नोभाको ल्याएर आफैले पगालेर नुहाउनीलाई बनाउन थालेको छौं। त्यसैले घिउ पनि एकदमै राम्रो क्वालिटीको नै युज हुन्छ। अनि यसमा दुधमा पकाउने हो, हजुरहरूले चाहिँ पिठो हाल्यो कि यो हाल्यो कि भनेर चाहिँ सोच्नै पर्दैन, ढुक्क भएर ट्रस्ट गरेर अर्डर गर्न सक्नुहुन्छ। यसमा चाहिँ आफैले बनाएर हाल्न पर्ने, भुटेर बनाउन पर्ने मसलालाई चाहिँ मैले रोस्ट गरेर अनि त्यसपछि मिक्सरमा अलिकति खस्रो गरेर पिसेर यसरी राखिदिन्छु। यो राख्ने बित्तिकै फ्लेभर छुट्टै नै आउँछ हैन। अनि मैले यो सुत्केरी मसलाको रेसिपी पनि राखिसकेछु। हजुर 32 मसला कहाँ पाइन्छ भनेर नि सोध्नुहुन्छ। 32 मसला चाहिँ त्यो जडीबुटीहरू पाउने टाइपको पसलमा पाउने रहेछ कि, मलाई पनि थाहा थिएन, त्यहाँबाट लिन सक्नुहुन्छ हैन। यसरी सबै कुरा राखिसके पछाडि यसमा चाहिँ गुलियोको सट्टामा चाहिँ मिश्री युज भएको हुन्छ। मिश्रीलाई चाहिँ पिसेर मिक्सरमा पिसेर राखेको हुन्छ। त्यसैले हाम्रो सुत्केरी मसलाको कलर चाहिँ अरूको जस्तो कालो हुँदैन हैन। हजुरहरूले चाहिँ अर्डरको लागि WhatsAppमा फटाफट मेसेज गर्न सक्नुहुनेछ।